हामीसँग हुनुहुन्छ रामबहादुर खर्ती लाहाबाट फेसबुक पेजमा स्वागत छ। आफ्नो परिचय दिनुहोस्। मेरो परिचय रामबहादुर खत्री हो। वडा नम्बर 4 लाहामा आजादमा बस्छु। अहिले काठमाडौँ जान्छु। चुनावमा कस्तो नेतृत्व ल्याउनु पर्छ होला? चुनाव त नयाँ टोली ल्याउनु पर्छ। पुराना सबैले सबले हटाउनु पर्छ। नयाँलाई पनि पालो पाउनु पर्यो। नयाँ हुनु पर्यो। पुरानादेखि कमै हेर्ने यिनीहरू। अब नयाँ पनि पालो पाउनु भयो। कस्तो विकास गर्ने के गर्ने त्यो पनि हेर्नु पर्यो। नयाँ हुनु पर्यो। पुरानो एउटै भोट दिने होइन। यहाँ अब दाजु भोट त भोट नदिने कुरा भइहाल्छ। यो किनभने भेटाले घर फाले मन बस्ने ठाउँ यता खाने गाँसेर हेर्ने बाँड्ने कहाँ चुनाव दिने? नेताले यो केही नगर्ने के भोट दिने? भोट दिने सो दिने हो। नयाँ छान्नु पर्यो होइन? नै जान्नु पर्यो। नयाँ आउनु पर्यो। पुरानो हुने हुँदैन। पुरानो आउनु भएन। पालो पाउनु पर्यो त। पुरानोले पनि पालो पाउनु पर्यो। विकास गर्छ नि हेर्नु पर्यो। विकास गर्छ। विकास त गरे पनि अहिले भैँचाले फाले गर् यस्तो मान त भाइर म भाइर बसिरहेको छु। घर छैन। दिएर भाइर बस्छु। तलबाट फुट्याएर घाममा चिसो भयो भने संसार फुट्या म अब त्यो संसारै छ। त्यसो कति हत्या त्यो समस्या नहेर्ने चुनाव बुन्ने नेता आउने पछि आयो थाहा होला। नेता आयो भयो त्यही बेला। त्यसो भए नयाँलाई दिने पुरानोलाई नदिने बाई बाई गरिदिने। कोही नदिने। पुरानोलाई बाई बाई ताता, पुरानोलाई गुड बाई। कति नदिने। नयाँलाई दिने। नयाँले विकास गर्छ नि। पाउनु पर्यो। केटा हुनु पर्यो। केटा जेएनजी हुनु पर्यो। जेएनजी होइन? जेएनजी बढी मसाले न पुगेको 30 वर्ष केटा हुनु पर्यो। बुढाहरूको कम छैन नि। बुढाले थाहा हामी पनि अब 65 बजे 64 बजीसकेँ 65मा लागिसकेँ। म के थाहा भन्नु बोल्छु भाइ। बुढाले दिमागै हुने बुढा त विकासै गर्ने नखुँदैन। उनीहरूले पनि अहिले बिर्सिहाल्छन्। केटाले गरे भने उनीहरू धेरै दिमाग हुन्छ। उनीहरूले विकास गर्छन्। बुढाले यिनीहरू पनि पुराना थाङ्नामा नहटाउने हो। सबलाई हटाउनु पर्छ। पुराना यिनी मर्या यिनी बुढाहरू खत्तम जान्छन्। रेलम खाते नै हुनुपर्छ। अब अरू भन्नुहोस्। अरू ठिकै छ बाबु। अब यस्तै हो। हामीले अब दुखाइ भन्दा कम गरी खाने भन्दा यस्तै हो। घर ढोकिया छ। टरमा बसिरहेको छु। यसलाई म केही पैसा पनि पाइहाल्छ छैन। न पाइहाल्छ केही पाइहाल्दैन। त्यो भयो भने दुःख छ नि। के नेताहरू कसै भोट माग्न आउँछ जाति भोट आउन नआयो भने त त्यो सबै हान्ने भन्ने कुरा भइसक्यो। युट्युब मिटिङमा हो। जो नेता आउँछ उनी हान्ने दबाइदिने किनभने यस्तो समस्या हेर्ने नि। नयाँ केटा आयो भने मान्ने। नै आयो भने मान्ने नहान्ने। पुरानो आयो त सिनेले हान्ने दबाउने। पुरानो र कुर्सी चाहियो भन्छ नि त। कुर्सी चाहिएन। कुर्सी हटाउने। कुर्सी होइन? पुरानो कुर्सी माथि अब कति भइयो। पुरानो लुगाहरू के कम छन्। पुरानो मन्डो के कम छन्। अब नै